हेलो साथीहरु, कस्तो हुनुहुन्छ? ठिकै हुनुहुन्छ होला है। र अस्ति मैले भर्खरै बेल पेपरको एउटा क्लिप बनाएर हालेको थिएँ है। बेल पेपरमा के मिनरल हुन्छ, के भिटामिन हुन्छ भनेर। अनि त्यसपछि चाहिँ मलाई मेरो कतिजना मित्रहरूले, साथीहरूले मलाई रेसिपी, एउटा सालेडको रेसिपी या त साल्साको रेसिपी भनेको थियो। अनि आज चाहिँ मैले फेरि तपाईहरुको अगाडि एउटा मेक्सिकन साल्सा, पिकोती गलो भन्ने एउटा मेक्सिकन साल्सा हुन्छ। अनि त्यो मेक्सिकन साल्साको मैले एकदमै फ्रेस अनि एकदमै हेल्दी रेसिपी लिएर आएको छु। ल हुन्छ, आउनुहोस् यो रेसिपी हेरिहालौँ ढिलो नगरी। ल हुन्छ, आउनुहोस्। र साथीहरु, आउनुहोस् चाहिँ लेमन लिनुहोस्। यसरी लेमनलाई वेजेस गर्नुहोस् अनि साइड गर्नुहोस्। त्यसपछि ग्रीन बेल पेपर अनि रेड बेल पेपर लिएर चाहिँ तपाईले बेल पेपरलाई यसरी सिडलेस गर्नुहोस्। सिडलेस गर्नुको कारण चाहिँ तपाईले यो सिडसँगै चाहिँ राम्रो हुँदैन। यसलाई सिडलेस गरेर यसको बाहिरको पोखरा मात्रै एकदमै बेस्ट हुन्छ है। अनि यसलाई चाहिँ यसरी चप क्युब गर्नुहोस्। एकदम फाइन चप चाहिँ होइन, क्युब चप गर्नुहोस् तपाईले। किनभने यदि तपाईले फाइन गर्नुभयो भने पानी एकदमै बेसी बाहिर आउँछ अनि टेस्ट हुँदैन, मिनरल सबै बाहिर निस्किन्छ है। त्यसले गर्दा चाहिँ क्युब चप गर्नुहोस्। एउटै जस्तो कटिङ गर्नुहोस्। तपाईको हेर्नुमा पनि हुन्छ है। रेड अनियन लिनुहोस्। रेड अनियनलाई पनि यसरी तपाईले क्युब चपै गर्नुहुन्छ। एउटै जस्तो क्युब चप गर्नुहोस्, सबै बराबर जस्तो। सिलेन्ट्रो लिनुहोस्, यानि कि धनिया है। कोरिएन्डरलाई फ्रेस कोरिएन्डरलाई रफ चप गर्नुहोस्, फाइन चप रफ चप गर्नुहोस् है। यसरी एकदमै बेस्ट हुन्छ। र तपाईले चिली लिनुहोस्। यदि ह्यालोपेनो छ भने अझै राम्रो। ह्यालोपेनो छैन भने चाहिँ ग्रीन चिलीलाई सिडलेस गरेर फेरि यसरी तपाईले चप गर्नु सक्नुहुन्छ। फाइन चप होइन है। त्यसरी टमेटो लिनुहोस्। फ्रेस टमेटो लिएर सिडलेस गर्नुहोस्। यसको पनि पोखरा मात्रै हाल्नुहोस्। कलर पनि राम्रो हुन्छ, टेस्ट पनि एकदमै बेस्ट हुन्छ है। र अब यसरी सबै यसरी चप गरिसकेपछि चाहिँ तपाईले एउटा बोल लिनुहोस्। बोलमा सबै राख्नुहोस्। यसरी कम्बाइन गर्नुहोस्, सबै कम्बाइन गर्नुहोस्। अनि चिलीलाई पनि यसरी हाल्नुहोस्। कोरिएन्डर, फ्रेस कोरिएन्डरलाई पनि यसरी हाल्नुहोस् है। त्यसपछि ब्ल्याक पेपर लिएर ब्ल्याक पेपर तपाईले क्रस गर्नुहोस्। तपाईलाई कति मन पर्छ, ज्यादा कम्ती ब्ल्याक पेपर क्रस गर्नुहोस् मजाले। त्यसपछि लाइम, अघि काटेको लाइमलाई स्क्विज गर्नुहोस् यहाँनिर है। तपाईले एउटा लाइमलाई मजाले यसरी स्क्विज गरिदिनुहोस् मजाले, किन लाइम जुस बेस्ट हुन्छ। त्यसपछि सल्ट राख्नुहोस्। यसमा सल्ट तपाईलाई कति मन पर्छ, अलिक स्ट्रङै मन पर्छ भने स्ट्रङ राख्नुहोस्। रक सल्ट छ भने अझै राम्रो। अनि अलिभ ओइल, एक्स्ट्रा भर्जिन अलिभ ओइल 25 ml हाल्नुहोस्, किनभने साइनिङको लागि एकदमै बेस्ट हुन्छ। र यसरी वेल मिक्स गर्नुहोस् यसलाई मजाले। अनि मिक्स गरेपछि चाहिँ एकदमै हेर्नुमा पनि फ्रेस, एकदमै टेस्ट पनि राम्रो, फाइरी है। एकदमै फ्रेस रेडी भयो तपाईको पिकोती गालो साल्सा। साथीहरु, ल सुरु गर्नुहोस् अब चाहिँ खानु। ल